नमस्कार साथीहरू, स्वागत छ गोरखापत्र समसामयिक प्रश्न श्रृङ्खलामा। आज हामी असार 17 गतेको गोरखापत्रमा प्रकाशित सम्पूर्ण समसामयिक घटना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु र परीक्षामा सोधिन सक्ने जीके प्रश्नहरू लिएर आएका छौँ। सुरु गरौँ आजको पहिलो प्रश्नबाट। पहिलो प्रश्न रहेको छ, G7 को 52औं शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? साथीहरू, यसको सही उत्तर छ सन् 2026 जुन 15 देखि 17 फ्रान्समा भएको थियो। आजको दोस्रो प्रश्न रहेको छ साथीहरू, चौथो राष्ट्रिय मिडिया सम्मेलन कहिले सम्पन्न भएको हो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो विक्रम सम्वत 2083 असार 6 देखि 7 बुटवलमा भएको थियो। आजको तेस्रो प्रश्न रहेको छ साथीहरू, दक्षिणी अमेरिकी मुलुक भेनेजुएलामा शताब्दीपछिकै विनाशकारी भूकम्प कहिले गयो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो सन् 2026 जुन 25। साथीहरू, आजको चौथो प्रश्न रहेको छ, यङ स्टार फाउन्डेसनद्वारा प्रदान गरिएको वर्ष 2082 को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्ड 2082बाट कसलाई सम्मानित गरियो भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो साथीहरू रेणुका नगरकोटी। साथीहरू, आजको अर्को प्रश्नमा जाउँ। मध्य प्रदेशद्वारा आर्थिक वर्ष 2083-84 का लागि प्रदेश सभा समक्ष प्रस्तुत गरिएको बजेटको राशि कति हो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो रु 41 अर्ब 13 करोड 86 लाख। साथीहरू, अर्को प्रश्न रहेको छ आजको, एर्सा गुम्बाको वैज्ञानिक नाम के हो भन्ने प्रश्नको साथीहरू सही उत्तर हो कार्डिसेप्स सिनेसेन्सिस। साथीहरू, आजको 8औं प्रश्न रहेको छ, मदन भण्डारी फाउन्डेसनद्वारा मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 कसलाई सम्मानित गरियो भन्ने प्रश्न छ साथीहरू, जसको सही उत्तर हो साथीहरू लेखक तथा अध्येता रमेश छुदेन राई हो भने। आजको 9औं प्रश्न रहेको छ साथीहरू, कर्पोरेट कमर्सियल भेहिकल अवार्ड 2026बाट कसलाई प्रदान गरियो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो फोटोन। साथीहरू, आजको 10औं प्रश्न रहेको छ, तपाईको कामले नै तपाईको पहिचान बनाउँछ, बोलीले त केवल भ्रम मात्र उत्पन्न गर्छ भन्ने व्यक्ति को हुन् भन्ने प्रश्न रहेको छ, जसको सही उत्तर हो साथीहरू चिनिया धनाढ्य ज्याक मा। फिफा विश्वकप इतिहासमा हजारौं खेल कुन कुन देशबीच भएको हो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो जापान र ट्युनिसिया बीच सन् 2026 जुन 21 मा भएको थियो भने साथीहरू। आजको 12औं प्रश्न रहेको छ, विवाहित महिलाको सौन्दर्यता प्रतियोगिता दि मिसेस नेसन सिजन 4 को उपाधि विजेता कौन भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो पूजा शाह। साथीहरू, आजको 13औं प्रश्न रहेको छ, फिफाले अखिल नेपाल फुटबल महासंघ यान्फालाई अनिश्चितकालका लागि कहिले निलम्बन गरेको हो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो सन् 2026 जुन 24 हो। साथीहरू, आजको 14औं प्रश्न रहेको छ, जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कहिले गरिएको हो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो 2083 असार 16 गते। आजको अर्को प्रश्न रहेको छ साथीहरू, सुदूरपश्चिमद्वारा आर्थिक वर्ष 2083-84 का लागि प्रदेश सभा समक्ष प्रस्तुत गरिएको बजेटको राशि कति रहेको छ भन्ने प्रश्न छ साथीहरू, जसको सही उत्तर हो 37 अर्ब 70 करोड 39 लाख। साथीहरू, आजको अर्को प्रश्न रहेको छ, आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धी संयुक्त राष्ट्रिय सङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो सन् 2021 जनवरी 22। साथीहरू, आजको 17औं प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन भनेर कुन संस्थालाई चिनिन्छ भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो साथीहरू एम्नेस्टी इन्टरनेसनल, जसको स्थापना सन् 1961 जुलाईमा भएको थियो साथीहरू। यसको प्रधान कार्यालय लन्डन बेलायतमा छ। साथीहरू, आजको 18औं प्रश्न रहेको छ साथीहरू, नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ र खानेपानीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ साथीहरू, जसको सही उत्तर हो सन् 2030 सम्म हो साथीहरू। आजको 19औं प्रश्न रहेको छ साथीहरू, विश्व एआई को तेस्रो शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो भन्ने प्रश्न रहेको छ साथीहरू, जसको सही उत्तर हो सन् 2025 फेब्रुअरी 10 देखि 11 पेरिसमा भएको थियो भने साथीहरू। आजको अन्तिम प्रश्न रहेको छ, एकदमै महत्त्वपूर्ण प्रश्न हो साथीहरू, विक्रम सम्वत 2083 असार 15 गते
कतिऔं राष्ट्रिय धान दिवस मनाइयो भन्ने प्रश्न छ साथीहरू, जसको सही उत्तर हो 23औं हो साथीहरू। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ 23औं धान दिवस असार 15 गते मनाइएको थियो भने विक्रम सम्वत 2061 सालदेखि मनाउन थालिएको हो। ल त साथीहरू, आजका लागि यति नै। भिडियो उपयोगी लागेको भए लाइक, सेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यस्तै दैनिक गोर्खापत्र समसामयिक जिकेका लागि हाम्रो साथमा जोडिरहनुहोला र मैले यो प्रश्नहरूको PDF यसै भिडियोको डिस्क्रिप्सनमा राखेको छु साथीहरू, डाउनलोड गर्न सक्नुहुन्छ। धन्यवाद।